समानुपातिक अलिक पछाडि उम्मेदवारहरू गरिदिनु न ल तपाईहरु है उपस्थित यहाँ एक्चुअलमा बाटो चाहिँ हामीले आमा बाबा दाजु भाइ दिदी बहिनी भान्जा भान्जी र जेन्जी पत्रकार मित्रहरू सुरक्षाकर्मी मित्रहरू लाइभ मार्फत हामीलाई हेरिरहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू र अन्य सबैजनालाई मेरो तर्फबाट माथु प्रेमी अभिवादन जय माथु जय देश। यहाँहरू सबैसँग राख्नुपर्ने कुरा थुप्रै छन् तर समयको हामीसँग अलिक नभएर विराटनगर पनि जानुपर्ने छ, त्यहाँ पनि बोल्नै पर्नेछ। थोरै थोरै कुराहरू सबैजना सन्चै हुन्छ नि? धन्यवाद छ। यहाँहरू सबैको उपस्थितिका लागि धन्यवाद दिन चाहन्छु। यो व्यवस्थापन गर्नका लागि स्वयंसेवक गरिरहनुहुने सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। स्वागत सम्मान गर्नुहुनेहरूलाई पनि धन्यवाद दिन चाहन्छु। विशेष धन्यवाद म हिजो अटो चालक अटो व्यवसायी मित्रहरूले देखाउनु भएको श्रम संस्कृतिप्रतिको चासो समर्थन र गर्नुभएको त्यो योगदान भन्छु म। यहाँ ठुलो र्याली निकाल्नु भएको थियो। सम्पूर्ण अटो चालक व्यवसायी दाजुभाइ दिदीबहिनीहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। श्रम संस्कृति त्यसै श्रम संस्कृति भएको छैन। यहाँ हामी सबैजना मान्छेहरू देशमा छौँ विदेशमा छौँ विभिन्न ठाउँमा छौँ। हाम्रो समर्थन हाम्रो शुभेच्छा हाम्रो शुभकामना हाम्रो योगदान र सहभागिताले गर्दाखेरि यो श्रम संस्कृति दर्ता भएको 2-3 महिनामा यति ठुलो पार्टी बन्यो। यही नेपालीको आशा र विश्वासको पार्टी बन्यो। म यहाँहरू सबैजनालाई यो जानकारी गराउँछु। धेरै मान्छेहरूले हामीलाई चाहिँ ईर्ष्याको भावले पनि हेर्छन्, डाहा गर्छन्। म उहाँहरू सबैजनालाई भन्न चाहन्छु, श्रम संस्कृति वास्तवमा भन्यो भने 3 करोड नेपालीको जीवन स्तर उकास्नका लागि, हाम्रो आर्थिक विकास गर्नका लागि, यो देशको स्वाधीनता र सम्प्रभुता बचाउनका लागि यो चाहिँ के अरे पार्टीले अगाडि कदम चालेको छ। हामी कोही कसैलाई पराय सम्झदैनौँ, तर भएको कुरा गर्छौँ। भएको कुरा गर्दाखेरि विरोध गर्यौँ भनेर चाहिँ एउटा भाष्य मान्छेले अहिले चाहिँ के अरे बोल्ने गरेको छ, त्यो गलत हो। यो धरानको भानुचोक हो भने यसलाई भानुचोकै भन्नुपर्छ। त्यसलाई चाहिँ इटहरी हो अथवा चाहिँ दमक हो अथवा काठमाडौँ हो भन्नु मिल्दैन। त्यसले गर्दाखेरि श्रम संस्कृति साँचो बोल्छ, साँचो बोल्नुपर्छ। श्रम संस्कृति साँचो सुन्न सक्छ, साँचो सुन्नुपर्छ। सत्य कुरा बोल्नुपर्छ, सत्य कुरा सुन्नुपर्छ, बोल्न सक्नुपर्छ र सुन्न सक्नुपर्छ। हामी झुटो कुरा सुन्दै हुर्क्यौँ है। सबैले हामीलाई झुटो कुरा सुनाउँदै 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 ल्याए। त्यसले गर्दाखेरि साँचो कुरा बोल्नका लागि, सत्य कुरा बोल्नका लागि अहिले हामीलाई डर लाग्छ। अब यस्तो त बोल्नु हुँदैन, यस्तो त हुँदैन, फल्ना रिसाउँछ, फल्ना रिसाउँछ, साथी रिसाउँछ, मेरो आफन्त रिसाउँछ भन्ने डरले हामी जहिले पनि असत्य बोलिरहन्छौँ। त्यसो भएको कारणले आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हाम्रो समाज सत्यदेखि भागेको समाज हो, तथ्यदेखि भागेको समाज हो। तपाईँलाई के सुन्न मन लाग्छ त्यो कुरा मैले बोलिदिएँ भने तपाईँ खुसी हुने, तर साँचो कुरा बोल्दाखेरि तपाईँ दुखी हुने हो भने त्यो समाज सत्यवादी समाज होइन। यो देशमा किन उन्नति प्रगति भएन? यो देशमा किन सधैँ सधैँ चाहिँ सतिलो सरापेको देश भन्दै हामी दुःख गरेर बस्नुपर्ने बाध्यता भयो? किन यो देशमा चाहिँ अभावहरू छन्? किन यो देशमा विभिन्न खालका चाहिँ विभेदहरू छन् र तिनका विरुद्धमा चाहिँ आन्दोलनहरू भइरहन्छन्? किन हामी लडिरहन्छौँ र मरिरहन्छौँ भन्दाखेरि हामी साँचो कुरा सुन्ने साहस गर्दैनौँ, साँचो कुरा बोल्ने साहस गर्दैनौँ। त्यसो भएको कारणले श्रम संस्कृतिका सैकडौँ एजेन्डाहरू छन्। ती एजेन्डाहरू कोही सामाजिक छन्, कोही भौतिक छन्, कोही आर्थिक छन्, कोही सांस्कृतिक छन्, कोही धार्मिक पनि छन् हैन। यी सारा कुराहरूलाई हामीले चाहिँ
थाती राखेर सबैभन्दा पहिलो एजेन्डा यसको के हो भन्दाखेरि हामीले चाहिँ के अरे यो समाजलाई साँचो कुरा बोल्ने र साँचो कुरा सुन्ने समाज बनाउँछ। तपाईहरु साँचो कुरा सुन्न आउनु भयो कि झुटो कुरा सुन्न आउनु भयो? हो। यदि त्यसो भने तपाईले साँचो कुरा सुन्नुपर्छ, मैले साँचो कुरा बोल्नुपर्छ। साँचो र सत्य कुराहरू बोल्दाखेरि हामीले पार्टीहरूलाई विरोध गरेको भनेर भन्छन्, त्यसो नभन्दिनका लागि म विनम्रताका साथ हार्दिकताका साथ अनुरोध गर्न चाहन्छु सम्पूर्णलाई मिडिया मार्फत। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, चुनाव आएको छ। धरानको महानगरपालिकाको नगर प्रमुखको पदमा म काम गरिरहेको मान्छे यो चुनावमा किन भाग लिनु पर्यो? थुप्रैचोटि मैले सञ्चार माध्यमहरूबाट जवाफ दिइसकेको कुरा, आमसभाहरूबाट जवाफ दिइसकेको कुरा एकचोटि पुनः दोहोऱ्याउन चाहन्छु। बाध्यता के पर्यो भन्दा जेनजीको आन्दोलन हामीले चाहेको थिएन। हामीले चाहेको थियौँ कसैले? थिएन। हाम्रा छोराछोरी 70 जनाभन्दा धेरै हाम्रा छोराछोरी मरेर गए है। ती बाबा आमाको आँखामा आँसु अझै सुकेको छैन है। एउटा छोरा गुमाएको होला कसैले, एउटा छोरी गुमाएको होला, बुढेसकालको सहारा त्यो एउटै सानो सन्तानलाई हेरेर बाँचिरहेको आमा बाबा अहिले रोइराख्नु भएको छ। हजारौँ हजार शहीद भएको देश हो यो। त्यसो भएको कारणले गर्दाखेरि यहाँ उपस्थितमा पनि धेरैजना शहीदको परिवारबाट आउनुभएको छ होला, घाइते र बेपत्ताको परिवारबाट आउनुभएको छ। यहाँहरू सबैजनालाई म निवेदन गर्न चाहन्छु, हार्दिकताका साथ सुनिदिनु होला, बुझिदिनु होला र बुझे अनुसारको व्यवहार गरिदिनु होला। काम गरिरहेको मेयरले किन तपाईँको चाहिँ आफ्नो काम छोडेर देश सम्हाल्न जानु पर्यो भन्दाखेरि जेनजीको आन्दोलन पछाडि जुन खालको स्थिति देखियो, कोही पनि मान्छे चाहिँ के अरे तपाईँको यो देशलाई सम्हाल्न आँट नगरिरहेको अवस्था, सबै मान्छे भूमिगत लुकिरहेको अवस्था, महिनौँ महिनासम्म चाहिँ तपाईँको चाहिँ के अरे सबै मान्छे भागिरहेको अवस्था, कोही कसैलाई आइज न सम्हाल्दैन भनेर भन्दाखेरि त्यो मान्छे आफू नआउने अहिले चाहिँ तपाईँको एआईबाट प्रधानमन्त्री हुने दाबी गरेर हिँडिरहेको छ। हामीलाई एआईबाट प्रधानमन्त्री चाहिएको छैन। वास्तविक जीवनमा, वास्तविकताको धरातलमा एउटा सेवक चाहिएको छ। त्यो सेवकको नाम तपाईहरु आफैले भन्नु है। त्यसो भएको कारणले गर्दाखेरि यो देशको केन्द्रीय सरकार नरहेको हुँदा, केन्द्र सरकार नहुँदाखेरि केन्द्रीय नीति निर्णयहरू यतिखेर बनिरहेका छैनन्, राष्ट्रिय योजनाहरू अवरुद्ध भएका छन्। नेपालमा सरकारै छैन, अभिभावकै छैन भनिसकेपछि हाम्रो देशै छ या छैन भन्ने अवस्था छ। त्यसो भएको कारणले यो देशको सरकारको रिक्ततालाई हेरेर टुलु बसेर हेर्दै बसेर धरानको महानगरपालिकाको विकासका लागि पाखामा खोलामा ढुङ्गा बोकिरहन, बिरुवा रोपिरहन मेरो मनले मानेन। किनभने यदि नेपाल रहँदैन भने, नेपालको चन्द्र सूर्याङ्कित झन्डा रहँदैन, हाम्रो देशको स्वाधीनता र सम्प्रभुता रहँदैन भने धरानको महानगरपालिका पनि रहँदैन। किनभने धरानको महानगरपालिका नेपालभित्र रहेको छ। त्यो नेपाल सरकारको कुरा गरिरहेको छ, जुन नेपाल सरकार यतिखेर नभएको कारणले गर्दाखेरि यो 21 को फागुन 21 को चुनाव हुँदैछ। यो चुनावमा हामीले भाग लियौँ। भाग लिनका लागि श्रम संस्कृतिको जन्म गराउनु पर्यो। यो श्रम संस्कृतिको जन्मदाता हर्क साम्पाङ अगुवाको रूपमा हो, तर म एक्लो होइन। यहाँ उपस्थित सम्पूर्ण र 3 करोड नेपाली हुनुहुन्छ। यो श्रम संस्कृति तपाईँको बाटो। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब यो चुनावमा हामी अवश्य पनि चुन्छौँ। चुनाव भन्ने बित्तिकै चुन्ने प्रक्रिया, चुन्ने कृत्य हो। त्यो सुनसरी 1 को हकमा मात्रै हामी 26 जना उम्मेदवारहरू खडा भएका छौँ। यहाँ सम्पूर्णलाई म भन्न चाहन्छु, सुनसरी 1 का मतदाताहरूलाई विशेष गरी म के भन्न चाहन्छु भने ती मान्छेहरू र हर्क साम्पाङ सबैजनाको तपाईँहरूले मूल्याङ्कन गर्नुहोस्। हर्क साम्पाङले एउटा एकल अभियानबाट सुरु गरेको छैन, त्यो अभियानलाई धरानको मतदाताले अनुमोदन गरिदिइसकेपछि धरानको विकासका लागि कति दुःख गरेको छ भन्ने कुरा म यहाँ बेलु विस्तार लगाउन चाहन्न। तपाईहरुले देखिरहेको कुरा यति धेरै दुःख गरियो। खानेपानीको मुद्दा लिएर म चाहिँ के चुनाव लडेर जितेको 3 दिन पछाडि, जितेको 3 दिन पछाडि मैले खोलाखोली तपाईको धाउन थाले, मुहानहरू चार्न थाले, पाखा भित्ता चार्न थाले, कहाँ छ त पानीको स्रोतहरू भनेर।
3.5 वर्षसम्म श्रमदानको अभियान चल्यो। सुरुमा मलाई के भन्थे भने यसले 1 हप्ता जति गर्छ होला फोटो खिचाउनको लागि, होइन 1 महिना गर्छ होला भनेर भन्न थाले। पछि त तपाईँको छोडेन गरेकै झन फैलाइसकेपछि चाहिँ उनीहरू डराए सबैजना। तर त्यत्रा तपाईँको चाहिँ 3.5 वर्ष श्रम गर्दाखेरि मसँग अहिले 25 जना जो मान्छे उड्दैछन् नि, ती मान्छेहरूले मलाई एक दिन पनि सघाएनन्, एक छिन पनि सघाएनन्। दुनियाँलाई मैले चाहिँ के अरे होइन हार गुहार गरेर भए पनि तपाईँको चाहिँ 2 अर्बभन्दा धेरैको सम्पत्ति धरानको महानगरपालिकालाई मैले जोडिदिएको छु श्रमदानबाट। त्यतिखेर ती मान्छेहरूले 1 पैसा सहयोग पनि गरेनन्, तर सधैँभरि आलोचना र मुद्दा लगाइरहने, आलोचना गरिरहने, मुद्दा लगाइरहने र विरोध गरिरहने ती मान्छेहरू थिए। ती 26 जना मध्ये म 1 जना हो। त्यो 25 जना मान्छेले मलाई एक दिन सघाएको रेकर्ड छैन। अनि चुनावको बेला मात्रै म काम गर्छु भनेर हुन्छ? त्योभन्दा अघि त्योभन्दा पछि के गर्दैछ भन्ने कुराबाट मूल्याङ्कन गर्नुपर्छ कि पर्दैन? म त्यो भन्न चाहन्छु। हर्क साम्पाङले चुनाव जितेर कति काम गर्यो, त्यो कामको कुरा एक ठाउँमा राखिदिउँ है। मलाई चाहिँ के अरे विश्व रेकर्डले, वर्ल्ड बुक अफ लन्डनले रेकग्नाइज गर्यो है। विश्व रेकर्डले सम्मान गरिरहँदाखेरि यहाँ मलाई मुद्दाको चाङ लगाउने मान्छेहरू अहिले मैसँग चुनाव लडिरहेका छन् है। अनेक परि भनिरहेका छन्, थुप्रै यत्तिकै यहाँ पनि 2-4 जना जासुस पठाएका होलान्, यसो भन्दै रहेछ है भनेर। तर लाइभबाट उल्लेख गरिरहेको होला, अब कसरी उसको कुरा खण्डन गर्ने भनेर सोचिरहेको होला। तर तपाईँहरूले गाउने गीत चल्दैन, त्यो हाम्रो हिट हुन्छ है। हाम्रो चाहिँ गीत हिट हुन्छ। तपाईँहरूको त्यो नचल्ने गीत नगाउनुहोस्, त्यो विरोधको गीत नगाउनुहोस्। तपाईँहरूको सेवा गरिरहँदाखेरि यहाँ अधिकांश धरानी दाजुभाइ दिदीबहिनी